कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः। जय श्री राधे। ओम नमः शिवाय। हरि ओम। आदरणीय दर्शकहरू, आजको यो भिडियोको विषयवस्तु निर्जला एकादशीसँग सम्बन्धित रहेको छ। ज्येष्ठ शुक्ल एकादशी, ज्येष्ठ महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम हो निर्जला एकादशी। 2082 सालको निर्जला एकादशी को व्रत हामी कहिले गर्छौं अनि निर्जला एकादशीको व्रतको दिन हामीहरूले गर्नुपर्ने कार्यहरू, ती पवित्र कार्यहरू के रहेका छन्? हामीहरूले एकादशीको दिन व्रत बस्दै गर्दा पालना गर्नुपर्ने नियमहरू के कस्ता रहेका छन्? कुन कुन वस्तु हामी ग्रहण गर्न सकिन्छ अर्थात् सेवन गर्न मिल्छ अनि कुन कुन वस्तुहरूदेखि हामी टाढा रहनुपर्छ? अनि त्यो दिन विशेष के को पूजा गरिन्छ अनि त्यो दिनको निर्जला एकादशीको पुराणहरूमा कस्तो कथा रहेको छ भन्ने विषयमा केन्द्रित रहेर यो भिडियो हामी तयार गरिरहेका छौं। आदरणीय दर्शकहरू, तपाईहरुलाई धर्म अध्यात्म प्रति रुचि छ, तपाईहरुलाई धर्म अध्यात्म ज्योतिष वास्तु हाम्रो जीवन जगत प्रति रुचि छ, चासो छ र तपाईको सरोकारको विषय हो यदि भने तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। साथमा रहेको बेल आइकनमा थिचेर अल नोटिफिकेसनमा क्लिक गर्न पनि नबिर्सिनु होला। आदरणीय दर्शकहरू, हामीहरू धर्म अध्यात्मसँग सम्बन्धित विषयवस्तुहरूलाई उठाउँदै आइरहेका छौं। धर्म भनेको बाटो हो। हामीले गर्ने कर्म कस्तो प्रकारको छ, हामीले अरूको हितको लागि काम गरेका छौं कि मेरै हितको लागि काम गरेका छौं, आफ्नै हितको लागि? यसले धर्मको जुन एउटा स्वभाव हो, त्यो प्रवृत्ति हो, हामीले अपनाउने जुन क्रिया हो, त्यसलाई स्पष्ट रूपमा बाहिर ल्याउने काम गर्छ। त्यो हामी त्यसरी बुझ्ने गर्छौं। धर्म अध्यात्म रहस्यमय छ। हामीले तत्कालै त्यसको परिणाम खोज्छौं हुँदैन। हामीले खेतबारीमा अन्न लगाउँदै गर्दा पनि केही समय हुन्छ, त्यो एउटा निश्चित समय हुन्छ। त्यो निश्चित समय त हामी पर्खिनु नै पर्छ। आज लगाएको आजै हामीले त्यसको फल खान पाउँदैनौं। त्यसको लागि हामी केही समय मेहनत गर्नुपर्छ, केही समय प्रतीक्षा गर्नुपर्छ। अनि यदि राम्रो बिउ प्रयोग गरेका रहेछौं अनि राम्रोसँग त्यो बिरुवालाई मलजल गरेका रहेछौं भने पक्कै पनि त्यहाँबाट पाइने फल भनेको मिठो नै हुन्छ र हामीले अपेक्षा गरे अनुसारकै हुन्छ। आदरणीय दर्शकहरू, अब यो चर्चा भन्दा पनि हामी विषयवस्तुमा केन्द्रित हुन्छौं, निर्जला एकादशीको सन्दर्भ पारेर। निर्जला एकादशी, ज्येष्ठ शुक्ल एकादशीको नाम नै निर्जला एकादशी हो। यो एकादशीलाई भीम एकादशी पनि भन्ने गरिन्छ। किन भीम एकादशी भनियो त भन्दा भीमको कथा यो एकादशीसँग जोडिएको छ। त्यसकारण भीम एकादशी नामले पनि यसलाई हामी लिने गर्छौं। र नामै निर्जला छ, यहाँबाट हामी अर्थ लगाइहाल्छौं। जल पनि नखाइकन गरिने व्रत, जल पनि नखाइकन गरिने उपासना, त्यो व्रत नै के हो त भन्दा निर्जला एकादशी व्रत हो। बडो कठोर व्रत। त्यो कठोर व्रतलाई हामी नियमपूर्वक यदि पालना गर्यौं भने
हामीहरूले त्यसबाट पाउने जे जति फल हो त्यो फल हामीले प्राप्त गर्न सक्छौं। र जुनसुकै कर्म गर्दा पनि सबैभन्दा पहिले त हामीमा श्रद्धा भाव हुनु पर्यो। अविश्वास गरेर शंका गरेर गरिएका कामहरू पक्कै पनि त्यो सफल नबन्न सक्छन्। त्यसकारण हामी जुन काम गर्छौं त्यो काम प्रतिको लगाव, विश्वास, निष्ठा अनि श्रद्धा, भक्ति सबै कुरा त्यसमा जोडिएको हुनुपर्छ, त्यसमा आएको हुनुपर्छ। त्यसबाट हामीले पाउने फलहरू अवश्य पाउँछौं। निर्जला एकादशीको दिन तुलसीको दल राख्ने। तुलसीको बिउ हामीहरूले निर्जला एकादशीकै दिन रोप्ने गर्छौं। अनि हाम्रो घरमा मठ, तुलसीको मठ हामीहरूले राखेकै हुन्छौं। त्यसलाई विशेष साजसज्जा सहित हामी त्यसलाई विशेष महत्त्वका साथ त्यो तुलसीको मठलाई हामी आफ्नो घरको महत्त्वपूर्ण भागमा त्यसलाई स्थापना गरेका हुन्छौं। हो त्यही तुलसीको मठमा तुलसीका दल यानी कि तुलसीको बीज हामी रोप्ने दिन यही निर्जला एकादशीकै दिन हो। हुन त यसै सन्दर्भमा यति बजे यो समयमा बीज रोप्नुपर्छ भन्ने खालका कुराहरू पनि सुनिन्छन्। यद्यपि यो आफैमा यो दिन भनेको पवित्र दिन हो। यो दिन हामी भोकै रहन्छौं, अझ जल पनि नखाई बसेका हुन्छौं, हामी व्रतमा हुन्छौं। श्रद्धापूर्वक गरिएको व्रत हुन्छ हाम्रो। त्यो व्रतको दिन यति समयमा, यो बजे यति समयमा हामी तुलसी दल राख्ने भनेर भन्नु त्यति सान्दर्भिक भने लाग्दैन। हामीहरू उपयुक्त समय मिलाएर सकेसम्म बिहानकै समय हुन्छ त्यो समयलाई प्रयोग गर्न सक्छौं तुलसीको दल राख्नको लागि। र यस सन्दर्भमा भीमसँग यो कथा जोडिएको छ। कस्तो रहेको छ कथा, केही हामी चर्चा गरौं। पौराणिक समयको कुरा हो, जब सत्य युगको अन्त्य भई द्वापर युग चलिरहेको थियो। पृथ्वीमा पाप तपस्या, धर्म अधर्म, सत्य असत्यको द्वन्द्व चलिरहेको थियो। हुन त यी एक अर्काका विरोधी हुन्। यसको द्वन्द्व, यस्तो प्रकारको द्वन्द्व सधैँ चलिरहेको हुन्छ। यसै बेला पाण्डवहरू धर्मनीति र सत्कर्मका प्रतीक बनेर आफ्ना क्रियाकलापहरू अगाडि बढाइरहेका थिए, काम गरिरहेका थिए पाण्डवहरूले। उनीहरू 5 जना भाइले जीवनमा सबै आदर्शहरू पालना गर्थे। युधिष्ठिर सदा सत्य र धर्ममा अडिग थिए। उनी हरेक समय सत्यको मार्गमा उनी लागिरहन्थे। अर्जुन तपस्यामा निपुण थिए। नकुल र सहदेव सेवा र ज्ञानमा अगाडि थिए। तर बल, पराक्रम, साहस र शक्तिका प्रतीकका रूपमा भीमसेन, 5 भाइ मध्येका भीमसेन बलशाली, शक्तिशाली, साहसीका प्रतीकका रूपमा उनी चित्रित थिए। उनी त्यस्तै खालका कामहरू गरिरहन्थे। भीम बलमा के थिए त भन्दा अजेय थिए। कसैले उनलाई जित्न सक्दैनथ्यो। भीमलाई जित्न कसैले सक्दैनथ्यो, त्यति बलवान थिए भीम। असुरहरूलाई पनि सजिलैसँग, दानवहरूलाई सजिलैसँग परास्त गर्न सक्ने क्षमता, त्यो क्षमता भीममा निहित थियो। तर ती भोकमा भने कमजोर थिए। उनले भोक खटाउनै सक्दैनथे। बडो गजबको कुरा छ। बलियो मान्छे है, तर त्यो बलियो, मोटो, बलिष्ठ मान्छे एकछिन पनि भोक खटाउन नसक्ने, त्यस्तो भीममा रहेको थियो। भोक लागेपछि उनी बेसरी चिडिने गर्थे। मान्छेलाई भोक लाग्यो भने मान्छे रिसाउँछ, उनी चिडिन्थे भोक लाग्यो भने। एकछिन पनि अन्न नपाउँदा उनी क्रोधले आँखा राता राता बनाउने गर्थे। यहाँसम्म कि उनले भगवानसँग पनि बिन्ती गर्थे, हे ईश्वर मलाई शक्ति दिनुहोस् तर भोक हटाइदिनुहोस्।
यस्तो खालको भगवानसँग उनले प्रार्थना गरिरहन्थे। पाण्डवहरू सबै धर्म अनुसार वर्षभरको प्रत्येक एकादशी व्रत श्रद्धापूर्वक गर्थे। उनी सत्यको पक्षमा थिए, सत्यको मार्गमा थिए। उनीहरूले वर्षभरिका एकादशीहरू व्रत गर्थे। युधिष्ठिर, अर्जुन, नकुल, सहदेव सबैले उपवास गरी भगवान विष्णुको आराधना गर्ने गर्थे। वर्षभरि आउने एकादशीको आराधना गर्ने गर्थे। भगवान विष्णुको आराधनामा उनीहरू केन्द्रित थिए। तर भीमका लागि एकादशी व्रत गर्ने भन्ने कुरा त्यो कल्पना पनि असम्भव थियो। उनले कल्पना पनि गर्दैनथे। कसरी सम्भव छ? दिनभर व्रत बस्ने रे, नखाई उपवास बस्ने, यो त कसरी सम्भव हुन सक्ला र? यो चिन्तन भीममा रहेको थियो। उनले बारम्बार आफ्ना दाजु युधिष्ठिरसँग प्रश्न गर्ने गर्थे। हे दाजु, हे भ्राता, के एक दिन पनि अन्न नखाई बाँच्न सकिन्छ? के भोकमा भगवान प्रसन्न हुन्छन्? के धर्म आफैलाई यातना दिनु हो, आफैलाई पीडा दिनु हो? यस्तो प्रश्न उनले आफ्नो दाजु युधिष्ठिरलाई राख्ने गर्थे। युधिष्ठिरले पनि मुस्कुराउँदै त्यतिखेर भनेका थिए, हे भीम, धर्म आत्मसंयममा बस्छ। आत्मसंयममै धर्म छ। त्यो एउटा धर्मको गुण पनि हो, त्यो स्वभाव हो। एकादशी व्रतले आत्मा शुद्धि हुन्छ। सबैभन्दा पहिले त हामी आत्मा शुद्धि गर्नु छ। आत्मा शुद्धि गर्नको लागि व्रत महत्त्वपूर्ण उपाय हो। व्रत बिना, उपवास बिना, संकल्प बिना आत्मशुद्धि सम्भव छैन। यदि आत्मशुद्धि भयो भने बल्ल पापहरू नाश हुन्छन् र भगवानको नजिकमा हामी पर्न सक्छौं। यस्तो कुरा उनले युधिष्ठिरबाट सुनिसकेपछि एक दिन भीम चिन्तित मुद्रामा बसेका थिए। उनलाई आफै प्रतिको आस्था कमजोर लागिरहेको थियो। बाँकी चार भाइ र माता कुन्ती धर्ममा यति समर्पित थिए कि वर्षभरिका हरेक एकादशीहरूमा उनीहरू व्रत बस्थे। शास्त्रले बताए अनुसार नियमपूर्वक उनीहरू व्रत बस्थे। तर उनी भने व्रत गर्न पनि नसक्ने, अझ तपस्या, कठोर तपस्याका कुराहरू त धेरै टाढाका विषय भए। उनलाई लाग्यो यदि उनले मृत्युको बेला व्रत नगरेको कारण नरक पाउने भए त यस शक्तिशाली शरीरको के अर्थ? खाएर अथवा व्रत नगरेर नरक गइन्छ भने यस्तो बलिष्ठ शरीर छ मेरो, यति शक्तिशाली शरीर छ, म यति साहसी छु, यस शरीरको के अर्थ रह्यो? यो देहको महत्त्व के रह्यो? त्यो भइसकेपछि भीमले आफ्नो असमर्थता स्वीकार्दै व्यास ऋषिको शरण लिए। अब म व्यास ऋषिकोमा जानुपर्छ, व्यास ऋषिबाट मैले सल्लाह लिनुपर्छ, वेदव्याससँग जाने। त्यो निर्णय उनले गर्छन्। कले? भीमले गरे। उनले अत्यन्त व्यास ऋषिको नजिकमा पुगिसकेपछि आश्रममा पुगेर उनले विनयपूर्वक भने, हे गुरुदेव, म तपाईको शरणमा आएको छु। मलाई असाध्यै ठुलो समस्या आइलाग्यो। मैले त्यो छुट्याउन सकिन। त्यो समस्याबाट कसरी पार लाग्न सकिन्छ मैले कुनै उपाय सोच्न सकिन गुरुवर। मेरो हृदयमा धर्म छ, तर शरीरले साथ दिँदैन। मनमा त छ, धर्म छ, तर शरीरले भने साथ दिँदैन। म भोक खटाउनै सक्दिन। म एकछिन खान पाइन भने मलाई चक्कर आउँछ, म घुमिदिन्छु। त्यसैले वर्षभरिका 24 एकादशी म गर्न सक्दिन। तर म स्वर्ग जान चाहन्छु। एकादशी व्रत गर्न सक्दिन। यस्ता कठोर व्रतहरू, उपवासहरू, तपहरू म गर्न सक्दिन। तर मलाई नरक जानु छैन, म स्वर्ग नै जानु छ। अब म के गरौँ? यस्तो जटिल समस्या आइलाग्यो। अब म यसपछि के गरौँ? कसरी यो समस्या हल होला? कसरी यो समस्या समाधान होला? यो सुनिसकेपछि महर्षि व्यास मसुक्क हाँस्दै भन्छन्, हे भीम, तिमी जसरी धर्ममा दृढ रहन चाहन्छौ, तिम्रो मन हृदयले त धर्ममा दृढ रहनुपर्छ भन्ने छ नि त। जति तिमी हृदयले, मनले तिमी दृढ रहन सक्छौ,
चाहन्छौ त्यो चाहना गर्नु पनि सकारात्मक कुरा हो। त्यो स्वयं पुण्य कार्य हो। सोच्यो भने पनि राम्रा कुराहरू सोच्यो भने पनि त्यो के हो त भन्दा पुण्य कार्य हो। तिमीलाई एक उपाय बताउँछु मैले। ज्ञानीहरूसँग गइसकेपछि हरेक समस्याका समाधानहरू ज्ञानी सन्त महन्तहरूले दिनुहुन्छ। त्यसकारण सत्सङ्गको महत्त्व पनि निकै छ। यो सन्देश यो पाठ पनि हामीले यो कथाबाट पाउने गर्छौँ। तिमीलाई म एउटा उपाय बताउँछु। लौ न प्रभु गुरुदेव, के उपाय हुन सक्छ? त्यो उपाय मलाई बताउनुस्। हेर, ज्येष्ठ शुक्ल पक्षको एकादशी, ज्येष्ठ शुक्ल पक्षको एकादशी जसलाई निर्जला एकादशी भनिन्छ, त्यो दिन तिमीले अन्न त परिजाओस्, जल पनि ग्रहण नगरी उपवास गर। त्यो एक दिनको कठोर व्रतले तिमीले वर्षभर नगरेका अन्य एकादशीहरूको पनि पुरै फल प्राप्त गर्न सक्छौ। भीम विस्मित भए। जल पनि नखाई व्रत बस्ने? गुरुदेव, हजुरले मलाई के सल्लाह दिनुभयो? कस्तो असम्भव कुरा बताउनु भयो। मैले जल पनि नखाई व्रत बस्नु पर्ने हो? व्यासले दृढतापूर्वक भन्छन्, हो भीम, जल पनि नखाई गरिने व्रत हो त्यो। त्यही भएर यसलाई निर्जला अर्थात् जल बिनाको एकादशी। अन्नका कुरा परेछन्, हामी त्यस दिन जल पनि खानु हुँदैन। यो कठिन अवश्य छ, तर जहाँ कठिन छ त्यहाँ मिठो फल प्राप्त हुन्छ। ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल। हेर्नु, त्यो ढुङ्गा कति चट्टान कति कठोर छ, त्यहाँ कस्तो कोमल पिपल उम्रन्छ अनि त्यो फैलिन्छ। अनि त्यो भइसकेपछि निर्जला एकादशीको दिन आयो। महर्षि व्यासले बताए बमोजिम बिहानै गंगाजीमा गई पवित्र स्नान गर्छन्। भीमले शुद्ध वस्त्र धारण गर्छन् र भगवान विष्णुको पूजा गरी व्रतको संकल्प गर्छन्। त्यो दिन उनले न त जल पिए, न अन्न, न फल, न अरू कुनै नुन चिनी यस्ता प्रकारका वस्तुहरू उनले के पनि खाएनन्। किनकि उनको मनमा त थियो त सक्दिन कि भन्ने थियो, तर गुरुले बताइसकेपछि जसरी पनि गर्नु छ, मलाई नरक जानु छैन, म त स्वर्ग नै जानु छ, यो एउटा दृढ संकल्प उनको मनबाट पलाउँछ। त्यसपछि उनले गुरुले बताए बमोजिम, महर्षि व्यासले बताए बमोजिम उनले बिहानका सम्पूर्ण नित्य कर्महरू, त्यस दिन गर्नुपर्ने कर्महरू गर्छन्। भोकले गर्दा उनलाई छटपटी भयो। समय बित्दै गयो अनि उनलाई एकदमै छटपटी भयो। भोक जाग्यो, कतिखेर के खाऊँ भन्ने लाग्यो उनलाई। मान्छेको मनलाई नियन्त्रणमा लिन सकिँदैन, मनले के सोच्छ अनि उनलाई त्यो छटपटी भयो। घामले पसिना चुहायो, शरीर एकदमै कमजोर भए जस्तो उनलाई महसुस भयो, तर मन भक्ति र संकल्पमा अडिग रह्यो। शरीर कमजोर भएको जस्तो बाछ, त्यो भान भएको छ, तर मन भने झनै अडिग भयो, झनै भगवानको भक्ति प्रति दृढ रह्यो। उनको मानसपटलमा एउटा मात्र विचार घुमिरहेको थियो, यो शरीर बलशाली छ, तर यदि धर्म पालन गर्न सकेन भने त्यो व्यर्थ छ। यो हाड मासुको थुप्रो हो, यो हाड मासुको थुप्रोको के अर्थ छ यदि हामीले सत्कर्म गरेनौं भने? धर्मले बताएका बाटाहरू हामीहरूले पालन गरेनौं भने, नियम अनुशासन मर्यादामा हामी रहेनौं भने, यो हाड मासुको छाला शरीर हाड मासुको यो थुप्रो, यसको त कुनै अर्थ छैन। भगवानको कृपा पाउन मैले यो कठोर परीक्षा दिनै पर्छ। परीक्षा कडा हुन्छ, तर रिजल्ट आउँदा सफल भइसकेपछि प्राप्त हुने जुन खुसी हो, जुन आनन्द हो, त्यो निकै महत्त्वपूर्ण हुन्छ जीवनको लागि। अनि उनले दिनभरि व्रत बसे, जल पनि खाएनन्, अन्न पनि खाएनन्, केही पनि नखाई व्रत बसे। अनि रात्रिमा उनी जागराम गरे।
भगवानको ध्यान मनन कीर्तन गरे, भगवानको प्रार्थना गरे, आँखा बन्द गरेर भगवान विष्णुको स्मरण गरे। यसरी भगवान विष्णुको स्मरण भीमले गरे। कसरी गरे? महर्षि वेदव्याससँगको संगतले गर्दा उनी यो काम गर्न उनी सकेका छन्। अनि रातभरि जागराम बसेका थिए। द्वादशी अर्को दिन आयो। द्वादशीको दिन बिहान भयो। भीमले निर्धन ब्राह्मणहरूलाई, विभिन्न ब्राह्मणहरूलाई आमन्त्रण गरी उनीहरूलाई दान दक्षिणा अनि भोजन समेत गराए। द्वादशीको दिन यो व्रतलाई पूर्ण गर्नको लागि द्वादशीको दिन ब्राह्मण भोजनको अत्यन्त ठूलो महत्त्व रहेको छ। अनि ब्राह्मणहरूलाई विभिन्न वस्तुहरू दान गरे, वस्त्र दान दिए। अनि आफूले के गरे त भन्दा फलाहार गरे। फलाहार गरेर त्यो व्रतको पारण गरे। त्यस क्षण महर्षि व्यास आफै प्रकट भएर भन्नुभयो, महर्षि व्यासले द्वादशीको दिनमा, हे भीम, तिमी आज जुन कठिन निर्जला एकादशीको व्रत पूरा गर्यौ, अत्यन्त निष्ठापूर्वक, अत्यन्त श्रद्धा र भक्तिपूर्वक तिमीले पूरा गर्यौ, त्यसले तिमीलाई न केवल पितृ मोक्ष दिनेछ, यसको फल त अथाह छ। यसले पितृ मोक्ष मात्रै गराउँदैन, जीवन पश्चात तिमी वैकुण्ठ धाम जान पाउनेछौ। तिम्रा वंशहरू पनि पुण्यको मार्गमा लम्किनेछन्। तिमीले मात्रै होइन यसको फल, तिम्रा वंशलाई पनि यसको फल प्राप्त हुन्छ भनेर महर्षि वेदव्यासले भीमलाई बताएको कुरा र यो व्रतको विधिको बारेमा, अनि त्यस्तो म सक्दिनँ होला, म व्रत बस्न सक्दिनँ, म उपवास यस्तो कठोर व्रत म सक्दिनँ भन्ने भीमलाई पनि महर्षि वेदव्यासको संगतले व्रत गर्ने अवस्थासम्म पुर्यायो। अनि उनमा भक्ति भाव अझै तीव्र भएर पलाउन गयो। त्यसकारण यो संगतको महत्त्व निकै छ। यो व्रत केवल उपवास होइन, यो आत्मानुशासन हो। व्रतले के गर्छ? हाम्रो आत्मालाई अनुशासनमा डोर्याउँछ। भोग सहनु त धर्मको माध्यम हो। पीडाहरू सहन सक्नुपर्छ, त्यो धर्मले बताएको छ। तर त्यस भोगले हृदयभित्रको अहंकार, आलस्य र मोहलाई जलाउँछ। अनि हामी जति भोकै उपवास बस्छौं, भगवानको ध्यान मनन कीर्तन गर्दै श्रद्धा र भक्तिपूर्वक हामी जति उपवास बस्छौं, जति व्रत बस्छौं, त्यसले हामी भित्र रहेका अहंकार जन्य भावहरू, हामी भित्र रहेका त्यस्ता खराब भावनाहरूलाई जलाउने काम गर्छ। यसरी भीमसेन जस्ता बलशाली पात्रले एक दिन सम्पूर्ण शरीर त्यागेर आत्माको शुद्धिका लागि कठोर व्रत गरे भने हामीहरूले नसक्ने त कुरै छैन। त्यसको लागि के चाहियो त भन्दा सबैभन्दा ठूलो कुरा दृढ संकल्प चाहियो। भगवत भक्तिमा हाम्रो मन जानु पर्यो, हो त त्यसप्रतिको विश्वास हामीमा जाग्नु पर्यो। यो कृपा पनि भगवानबाटै प्राप्त हुन्छ। यदि भगवानले त्यो कृपा हामीलाई प्रदान गर्नु भएन भने हामीले चाहेर मात्रै यस्ता कार्यहरू गर्न सक्दैनौं र त्यस्ता महर्षिहरूसँगको संगतसम्म पुर्याउने त्यो पनि प्रारब्ध, भगवत कृपा है। यसरी हामी त्यो संगतमा पर्न जान्छौं अनि हामीले आफ्नो जीवनलाई पुरै बदल्न सक्छौं। यस्तो महत्त्वपूर्ण कथा निर्जला एकादशी व्रतको बारेमा शास्त्रहरूमा उल्लेख गरिएको छ। त्यो कथालाई पनि मैले संक्षिप्त यहाँहरू समक्ष प्रस्तुत गरेको छु। तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ? यदि राम्रो लाग्छ भने एक लाइक दिन नबिर्सिनु होला। तपाईका केही सल्लाह सुझाव जिज्ञासा केही छन् भने कमेन्ट बक्समा तपाईहरुले आफ्नो प्रतिक्रिया पनि राख्न सक्नुहुनेछ र यो च्यानललाई, यो भिडियोलाई शेयर गरेर धेरै माझ पनि पुर्याउनु हुनेछ भन्दै आजलाई म तपाईहरुबाट बिदा हुन्छु। हवस् त, जय होस्, जय श्री राधे।